दशक आजको जनता जनचन कार्यक्रममा हाम्रो बिचमा नेपाल कम्युनिस्ट पार्टी एमालेका नेता सांसद सूर्य थापा हुनुहुन्छ। सूर्यजी तपाईँलाई म जनता जान्न चाहन्छन् कार्यक्रममा स्वागत गर्न चाहन्छु। आराम हुनुहुन्छ? एकदम आराम छ। तपाईँ एमालेको झोले, अब सबै नेताहरूको झोले तपाईँ केपी शर्मा ओलीको झोले, तपाईँको झोले को त अब तपाईँ जस्तो नेता पनि केपी शर्मा ओलीको झोले बन्नुभयो है। अब सुन्नुहोस् न, यो समाजमा के हुन्छ थाहा छ? तपाईँ कहाँ मलाई छलफल गर्न ऋषि थपलिया तपाईँको हुनुहुन्छ नि, पछाडिबाट ब्याकग्राउन्डबाट तपाईँलाई सहयोग गरिरहनु भयो डाइरेक्टर होइन, तपाईँलाई पम्पिङ गरिरहनुहुन्छ नि, यो सोध्नु त्यो सोध्नु भन्ने चाहिँ कानमा सुन्ने गरी भन्नुहुन्छ होइन? होइन, हाम्रो त कुनै यन्त्र लाउनुहुन्छ छैन, हामी त सिधा तपाईँलाई स्टुडियोमा बोलाएर सोध्छौँ। ऋषि थपलियालाई रिस उठ्यो भने मान्छेले के भन्छन् थाहा छ? तपाईँको झोले भने त ठिकै छ, तपाईँलाई उहाँले सहयोगै गर्नुभएको छ, अब मेरो झोले भनेर पनि गाली गर्छ।